इच्छा त्यो वस्तु रहेछ जो पहिले नै बुझ्न पर्ने, अनि त्यही इच्छा मेरो खुसीमा दौडिरहेको थियो। माया, मेरो इच्छा तिमी थियो। तिमीसँग प्रेम गरेर आफ्नो उदास मन, खडेरीले टुक्रिन लागेको मुटु अनि एक्लो जीवन रङ्गाउन, सौन्दर्यले सुशोभित र प्रेमले अलङ्कृत बनाउने मेरो इच्छा थियो। सोचेको थिएँ तिमी मलाई माया त गर्छौ, त्यो पनि लाइफ टाइमको लागि। तिमी मेरो जिन्दगीको प्रत्येक खिड्कीलाई पार गर्न सहयात्री बन्नेछौ। तिम्रो माया पाएको छु, भइरहनेछु। सोच्थे तिमी मलाई चाहन्छौ, केवल मलाई। यस्तो लाग्थ्यो कि तिम्रो जीवनमा एउटा असल जीवन साथीको आवश्यक छ। तिम्रो मनमा म प्रतिको माया, सद्भाव अनि सम्बन्ध सकारात्मक छ। तर प्रियसी, तिमी एक सुन्दर नारी हो, त्यसैले म जस्तो गाउँले प्रति घृणा जन्मियो। तर मलाई यो लाग्थ्यो कि तिम्रो पनि इच्छा त छ नै, तर त्यो इच्छा म हो। यस्तो लाग्थ्यो तिमीलाई कसैले प्रेम प्रस्ताव राख्यो भने पनि भनिदिने छौ कि सरी, म मात्र उसलाई माया गर्छु, मात्र। मेरो निधार छुनसम्म पनि अनुमति चाहने उसलाई धोका दिएर जबरजस्ती कसैको अङ्गालोमा बेरिनु छैन मलाई। हरेक क्षण मेरै तस्बिर हेरेर मुस्कुराउने उसका आँखा रसाएर अरूसँग खुसी हुन कसरी सक्छु म? अवश्य यही जवाफ दिन्छौ, म यही सोच्थेँ। कुनै दिन एसएमएसको रिप्लाई ढिला गर्दा रिसाउने तिमी आज एसएमएस गर्दैन। स्याड भिडियो सेयर गरेर मलाई रुवाउने तिमी आज मेरो स्याड भिडियोमा हाहा रियाक्ट गर्दैछौ। बाबा मामुबाट लुकी लुकी फोन गर्ने तिमी आज त्यही मेरो नम्बर ब्लक लिस्टमा छ। हिजोसम्म मेरो गुड मर्निङ सानोको पर्खाइमा हुने तिमी आज मेरै गुड बाईको पर्खाइमा छौ। बेबी, मान्छेहरू सबैको इच्छा फरक फरक हुने रहेछ। मेरो इच्छा तिमी अनि तिम्रो प्रेम थियो, तर तिम्रो इच्छा दौलतको सिंहासन अनि त्यस्तै केटा। अनि मेरो इच्छा यही झुपडीबाट सिंहासनको आभास गराउनु। माया, सम्झिन्छु ती केही दिन अगाडिसम्मका मिठा सपना, सम्झिन्छु एसएमएसको रमाइलो कुराकानी, एकछिनको झगडा अनि तिमी मेरो म तिम्रो भन्दै गरेका बाचाहरू। तर मेरा यी सबै आँसुले भिजेका इच्छाहरू इच्छामै रहे। जति पुरा गर्न खोज्छु त्यति नै भत्किँदै जान्छन्, जति बिर्सन खोज्छु त्यति नै मन भक्कानिएर आउँछ। किनकि जब तिम्रो तस्बिर मनसँगै आँखामा आउन थाल्छ अनि तिमीले गरेका सुन्दर संसारका शब्दसँगै ती रोदन लगायत मलाई लगाएका लज्जास्पद वचनहरू मेरो कानमा गुन्जिन थाल्छ। एकान्तमा आफूलाई अड्याएर मन बुझाउन खोज्छु, तर सक्दिनँ। केही समयपछि ओठबाट तिम्रै नाम निस्किन्छ, आँखाबाट अधुरा सपना अनि सुन्दर तस्बिर, मनमा रिससँगै मिसिएको माया अनि कानमा पहिले जस्तै लज्जास्पद वचनहरू। लाग्छ कति बेला आत्महत्या गरौँ, उनी बिना जिउनुको सार नै के छ र? यति माया गरे कि उनले नै यस्तो व्यवहार गर्छिन् भने कसको आश रहेर? अनि फेरि सोध्छु, होइन, उनी म बाहेक कसैको हुनै सक्दिनन्। आज मेसेज गरिनन्, भोलि अवश्य गर्नेछिन्। भोलि बिहानको पहिलो मेसेज उनकै हुनेछ, तर भोलिपल्ट पनि मेसेज आए न त रिप्लाई नै। सोच्न थाले म एक्लै, तपाईँलाई कसैले नराम्रो गरेको सहन सक्दिनँ भन्नेले नै दुनियाँको अगाडि गिराएको महसुस हुन थाल्यो। मेरो हृदयको बगैँचामा जरा फैलाउन नसकेकी उनी कसैको कौसीमा झाँगिन थाले। अब मलाई यति चाहना छ कि तिमी जसलाई चाहन्छौ त्यो पाऊ, जोसँग खुसी मिल्छ उसँगै जाऊ। सबैको इच्छा सोची अनुरूप भइदिएको भए यो धोका भन्ने शब्द सायद हुन्थेन होला। म अहिले मेरा इच्छाहरूलाई विपरीत दिशातर्फ लिएर दौडिरहेको छु। कतै तिम्रा उल्लासले अलङ्कृत इच्छाहरूलाई मेरो आँसुले मुछिएको, भाग्यले खुसिएको इच्छाहरूले ठक्कर नदिऊ। इच्छाले जति नै तिमी मात्र भने पनि भाग्यले विपरीत दिशा रोजेपछि जति नै प्रयत्न गरे पनि मेरो केही सिप चलेन। त्यसैले तिम्रो इच्छा र भाग्य दुवै सारथी बन्नु। यही बुझेर मन बुझाउने गर्छु। आफ्नो औकातभन्दा माथिको चाहनु आफ्नै कमजोरी रहेछ। कसैलाई मन नहुँदै जबरजस्तीले प्रेम गर्नु पनि आफ्नै कमजोरी। तिम्रो सामु उभिने मेरो औकात थिएन, त्यसैले तिमीलाई पाउने इच्छा राख्नु मेरो कमजोरी थियो। तिमी महल चढी शिखरको अनुभव गर्न चाहेकी रहेछौ, मैले झुपडीबाट आकाशमा पुर्याउने इच्छा राख्नु मेरो कमजोरी थियो। तिमी गयौ,
केही गुनासो छैन। मैले त आफ्नो मनलाई आफ्नै शैलीमा बुझाइसकेँ। कहिले रोएर मन बुझाउँछु त कहिले हाँसेर पीडा लुकाउँछु। अनि यो पनि बुझेँ कि मैले आफ्नो अनुहार नहेरी तिमीसँग प्रेम गर्न पुगेँ। सरी।